गोपाल दर्जी सरले कमेन्टमा केही कुराहरू सोध्नुभएको छ। उहाँले सोध्नुभएका कुराहरू एकदमै महत्त्वपूर्ण छन्। सो मैले उहाँको रिप्लाई दिँदैछु र यो भिडियो तपाईँ सम्पूर्णलाई काम लाग्नेछ र तपाईँका साथीहरूलाई पनि काम लाग्नेछ, किनकि यो पेआउट सम्बन्धीको बारेमा पेआउटमा के डकुमेन्ट चाहिँ राख्न मिल्छ भन्ने कुराहरू छन्। सो त्यसैले यो भिडियो हेर्दै हुनुहुन्छ भने भिडियोलाई सेयर गर्नुहोस् र तपाईँका सम्पूर्ण साथीसम्म पुर्याउनुहोस् र मलाई फलो गर्नुहोस् अनि मसँग जोड्नुहोस्। र मैले यहाँनिर कमेन्ट पढ्न लागेँ। गोपाल दर्जी सरले लेख्नु भएको छ, सबभन्दा राम्रो कुरा भनेको टिआइएन नम्बर राख्ने कुरा हो। के हो नेपालबाट चलाउने पान नम्बर कसरी बनाउने, विदेशमा हुनेले के राख्ने भन्ने कुरा स्पष्ट पारिदिए राम्रो हुने थियो भनेर उहाँले लेख्नु भएको छ। सो मैले यहाँ पनि राखिदिएको छु, तपाईँहरूले पनि हेर्नु होला। र सबैभन्दा पहिला म तपाईँहरूलाई के भन्न चाहन्छु भने यदि तपाईँ नेपालमै हुनुहुन्छ र नेपालबाट पेआउट सेटअप गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला तपाईँले पान कार्ड नम्बर नै राख्न एकदम राम्रो छ। किनकि यदि पान कार्ड नम्बर भनेको कुनै पसलहरूको मात्र थियो पहिला भने अहिले चाहिँ व्यक्तिको पनि बनाउन मिल्छ। जस्तै पर्सनल व्यक्तिको पान कार्ड नम्बर बनाउन मिल्छ। सो तपाईँहरूले त्यो बनाएर पनि राख्न सक्नुहुन्छ। यदि तपाईँसँग त्यो पान कार्ड नम्बर छैन भने तपाईँले आफ्नो पासपोर्ट नम्बर पनि युज गर्न सक्नुहुन्छ। र त्यसपछि त्यो पासपोर्ट छैन भने पनि तपाईँले नागरिकको नम्बरहरू प्रयोग गर्न सक्नुहुन्छ। सो साथीहरू, जस्तै नेपालमा बस्ने अथवा नेपालभन्दा बाहिर तपाईँ बाहिर कुन कुन देशमा हुनुहुन्छ त्यहाँबाट तपाईँले पेआउट सेटअप गर्दाखेरि अहिले चाहिँ फेसबुक मोनिटाइज नेपालमा इलिजिबल भएको छ र तपाईँ सम्पूर्णले फेसबुक पेआउट सेटअप गर्दा नेपालकै सम्पूर्ण डकुमेन्टहरू राखेर पेआउट गर्नुहोला। र पेआउट सेटअप गर्ने क्रममा जति पनि विदेशमा हुनुहुन्छ नि तपाईँ सम्पूर्णको बैंक खाताहरू सबै नेपालकै हुनुपर्ने हुन्छ। र तपाईँको जुन यो टिआइएन पान कार्ड नम्बर भन्नुभएको छ नि हो त्यो ठाउँमा चाहिँ तपाईँले आफ्नो पासपोर्टको नम्बरहरू चाहिँ राखिदिनु होला। यदि तपाईँसँग चाहिँ पासपोर्ट नम्बर छैन भने नागरिक नम्बर राख्नु होला है। सो सबैजनालाई यही भन्न चाहन्छु। र यो भिडियो तपाईँलाई के कस्तो लाग्यो, भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर गर्नु होला। र थप जानकारीको लागि मलाई यसरी इन्टरटेनमेन्ट पेजमा जोडिएर मेसेज गर्नु होला। र वाट्सएप नम्बर पनि छ, यसै पेजमा चाहिँ मैले वाट्सएप नम्बर पनि कनेक्ट गरिदिएको छु। तपाईँ सम्पूर्णले आफूले केही कुराहरू बुझ्न मन छ भने मसँग वाट्सएपमा जोडेर पनि कुराकानी गर्न सक्नुहुन्छ। यहाँहरू सम्पूर्णलाई थ्याङ्क यू भेरी मच भिडियोलाई सेयर गर्नुहोस् है त।